बस कर पगली रुलाओगी क्या? बस कर पगली रुलाओगी क्या? यसै तिमीलाई डुबेको छ हट लप्स भएन यो नथिङ 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 लप्स भएन लप्स केही पनि हुन्न यहाँ माया र भूत बनेको उस्तै हो सबैले हुन्छ भन्छ तर देखिँदैन कि तपाईँ साँच्चै माया पर्नुको हो नि साँच्चै त हो त नि के सब जोक सम्झिनु भएको छ जोकै त हो नि होइन तपाईँको लागि जोक होला मेरो लागि होइन पागल मजाक गर्दै एकछिन लास्ट लप पर्ला फेरि ख्याल गर्नुहोस् अनि परिसक्यो मेरो त घरमा श्रीमती बच्चा छ कि म अर्को फेरि अर्को श्रीमती भन्न आउने कहाँ छोड्छु र म त मजाकला भन्थेँ यार कहाँ हुन्छ यस्तो मजाक चल्दैन माया प्रेममा मजाक चल्छ माया प्रेममा मजाक चल्दैन तपाईँलाई गाह्रो हुनु छ होस् आजलाई मस्तानी हेर्नु भएको छ कि छैन फिल्म हेरेको छु त्यही हो मस्तानी हो म दिवानीको तपाईँ फिल्ममा आएर भावना बनाउनुहोस् न यार अबको पनिसमेन्ट के हो अबको पनिसमेन्ट के पनिसमेन्ट दिन गाइजहरू पनिसमेन्ट लेख्नु न है म त आउँदैन है म त खेल्दिनँ पनि खासै पनिसमेन्ट गेम प्लिज लेख्नु न बिए गर्ने त्यही लेखान् सिन्दुर लगाउने बिहे गर्ने म त त्यस्तो हुन्न म त मजाक गरेको चेवाली यार अब यहाँ त त्यस्तै लेख्नु भयो है मलाई त अब केही आइडिया छैन अब के भन्ने अब के पनिसमेन्ट दिने म त मजाक गरेर ल्याएर यार तपाईँ त कहाँ सिरियस लिने सिन्दुर हाल्ने त मैले गर्ने हो उताको पनिसमेन्ट यता नलेख्नु न ना बाबा ना चुप पारे म देख्दै चुप्पा त हुन्न अति भयो गेम पल्टाउने पल्टाउने यहाँ के भइरहेछ क्या हनीमुनको जाने ओ माई गड स्वागत भयो नि अर्को बिहेको मात्रै छ है यो त सबै पनिसमेन्ट किसरे म त हुन्न म त च्यावल चाहिँ मैले तपाईँलाई मजाक गरेर बिहार गरेर कहाँ तपाईँ सिरियस लिएको यार बिहा पनि काहीँ मजाक हुन्छ काहीँ सुन्नु भएको छ बिहा मजाकले गरिन्छ भनेर बिहा गरे हो र यहाँ त नेपालमै बस्नको लागि गरे हो रियलमा यार सबै स्क्रिप्ट हो यार कुनै स्क्रिप्ट कहाँ देखाउनु त स्क्रिप्ट कहाँ छ म त जिस्केर गरेको तपाईँलाई कहाँ एग्रिमेन्ट गरेको छु मैले स्क्रिप्ट हो भनेर तपाईँलाई जिस्केर बिहार जस्तो गरेको मैले त यार अनि साँच्चै हो कुन भन्नु न लेख्नु न हौ कहाँ म त यार केटा म त फँसेँ क्या यार उता भयो यार म त केटा यार म त दुइटा डुङ्गामा खुट्टा फट्टाएर यात्रा गरे जस्तो बताएँ नि प्लिज गाइस लेख्नु न हौ गोल हान्ने रे गोल हुन्न त्यस्तो म तपाईँलाई त्यस्तो दिन म तपाईँलाई सम्मान गर्छु तपाईँलाई हो मैले दिनुपर्ने मलाई भन्नुभएको छ नि बिहा गरेपछि तपाईँलाई बच्चा पाउनु छैन मलाई छोरी पाउनु छ मलाई घरमा छोरी पाउनु छ यार कहाँ गोल हुँदैन क्यान्सिल अलि फसन रमाइलो हुनु पर्यो जुङ्गा काट्ने रे दारी काट्ने रे कहाँको जुवा काट्ने फेरि केटी बनेर नाच्ने रे ल म केटी पनि नाच्ने यदि मलाई हार्यो भने म केटी पनि नाच्ने यदि म जित्यो भने तपाईँले चाहिँ गर्भवती भएर बाहिर गएर हिँड्ने म फलानाको मलाई जस्तो गर्भवती बना भन्दै पनिसमेन्ट यो राति 12 बजे राति कसले देख्छ ल त्यसो भए कोठामै ल केटा ल
तर चियावालीजी हजुर मैले त बिहा त मजाकमा गरेको यार अब यहाँ रियलमा भइसक्यो अब तपाईँ कति साह्रो आत्तिएको हौ धरती नि फुटे जस्तो भुइँचालै आए जस्तो नगर्नु न संसारमा तपाईँले मात्रै हो 2टा बिहा गर्ने कयौँ छन् लाखौँ करोडौँ छन् 2टा बिहा गर्ने डोन्ट वरी गाइस ट्रिपल डबल पहिला के ट्राफर हेर यार गाइस सपोर्ट है उता केटी बनाएर नचाउने हो गाइस प्लिज आशिका पनि आऊ धोका नदे भाइ प्लिज गाइस सपोर्ट यता सपोर्ट गर्नु है गाइस उता केटी बनाएर नचाउनु छ प्लिज गाइस 15 जना प्लिज गाइस प्लिज सपोर्ट फसे केटा यार म त मजाकमा बिहा गरेको त पाक बोल्दै म ढाड सेक्छ है गाइस ट्रिपल छ यार चियावाली जिता अभियान रे हट ए अब त कमसेकम म त केटी बन्न नाचेको त कति हेर्नुहुन्छ गाइस उतापट्टि हेर्नुहुन्छ गर्भवती भएर उतापट्टि गर्भवती हुन्छ गाइस बेला न बेला पुस्टिङ कल लाउ त केटा यति रात कोट लाएर बस्नु पर्यो हेट 2टा बिहा गर्न पनि गाह्रो छ है गाइस 15 भाइ ल 10 जना 15 त आउला चलो सो म उता केटी बनाएर नचाउने के प्लिज जिताउनु पर्यो क्या मेरो भाइ जिताउनु प्लिज गाइस ट्रिपल आशिका बहिनी प्लिज जिताउनु यता आज दाइलाई नचाउनु पर्छ प्लिज आज मेरो टिममा बहिनी मलाई फसे केटा हो सपोर्ट आज केटी बनाएर उता नचाउने हो कि प्लिज गेम पल्टाइदिउँ गाइस गेम पल्टाइदिउँ उताकोले हानिसकेको केटा के हेरेर बसिरह यार चियावाली जिताउ अभियान भन्छ केटाहरूले यस्तो नगर न फसाउँछ आफ्नै मान्छेहरूले यार आज त कोट लाएर बस्नु परेको छ यार भोलि कता फरीमा के कुद्नु यो केटा हो के काण्ड हो नि मलाई बचाऊ केटा हो गाइस बुस्टर लगाओ बुस्टर गाइस लेट्स गो जम गाइस बुस्टर युज द बुस्टिङ गराउँ 15,000 जाओ 15,000 यस बला अब चावलीको पाला आयो परदेसी जाना नहीं मुझे छोड़ अब च्यावली गयो टाइम बाँकी नै छ अझै केही जात हुन्न केही जात गर्भवती हुन तयार हुनुहोस् अब तपाईँ म कसरी गर्ने गर्नु प्लिज मलाई सपोर्ट गर्नु उता केटी बनाउँदैछु के साथीहरू केटी बनाएर लिपस्टिक लगाएर गाजर लगाएर नचाउँदैछु क्या प्लिज सुन्नु प्लिज सपोर्ट प्लिज बुस्टर गाइस प्लिज सपोर्ट थ्याङ्क यू सो मच बुस्टिङ लगाओ है लगा गाइस बुस्टर प्लिज गाइस बुस्ट लगा ना यार ए जाओ गाइस बाधा लगाओ गाइस डिफेंस लेट्स गो टीम गाइस
Defense kala kala. Thank you so much. Thank you. Hey. Hey, baby. अरे क्या क्या करूं मैं इसका क्या करूं इसका ये क्या हो गया? ये क्या हो गया? यस्तो पनि हुँदैन जिन्दगीमा Thank you so much. Thank you so much. Thank you so much. Thank you, big love. तीन टाइम बग्छ Thank you so much. Thank you very much. यस्तो Thank पनि you. अब केटी गर्ने नु अब चाहिँ डेन्जर भयो अब त्यहाँ सबै हाल्नुपर्छ है सबै केटीको अङ्ग सबै लाउने हो त्यहाँ लिपस्टिक लाउने कपाल त्यो कपाल मात्रै लाएर नाच्ने होइन साडी पनि लाउने हो केटी बनिने प्रपर केटी देखिन पर्यो त्यहाँ पुरै यहाँ भोलि भाइरल हुनु पर्यो है साथीहरू भोलि पुरै फरिमा कुद्न पर्यो केटी बनेको Thank you so much. Love, respect. Thank you very much. Thank you, Daddy. Thank you so much. यस्तो पनि Thank you so much. टपको आइडीलाई फलो गर्नु होला साथीहरू 48 हुनुहुन्छ प्लिज टपको आइडीमा साडी जी बस्नु भएको छ थ्याङ्क यू सो मच थ्याङ्क यू बिग लभ थ्याङ्क यू सो मच काली गण्डकी जी बस्नु भएको छ थ्याङ्क यू सो मच दिपनन्द साथी बस्नु भएको छ थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच जीवन जी थ्याङ्क यू सो मच हजुर सपोर्ट दिनुभएको थ्याङ्क यू सो मच थ्याङ्क यू के गीत सो मच थ्याङ्क यू सो मच के गीतमा गीत तपाईँलाई थाहा होला त मैले कसरी गीत बजाउने भन्ने त पहिले केटी बन्नु नि केटीकै गीत हुनु पर्यो नि म त ढले ढलेमा नाच्नु पर्यो केटीको सङ्ग हो त्यो म त ढले ढले पल्ला रे साइलाले म त ढले ढलेमा नाच्न पर्यो केटीको सङ्ग हो साडी कहाँ हो त खोइ माथि माथि खोइ माथि माथि यहाँ त्यो साडी कस्तो हुन्छ त्यो लुङ्गी लाए जस्तो कहाँ साडी हुन्छ ए ल हो त्यसरी आफ्नो मान्छे हँस्यो के हुन्छ यार मोटो भयो हौ धेरै त भन्नु घुम अनि दुईटा दाना त देखिन नि रयनजी दुईटा दाना खोइ अहिले एक्सले छोडेपछि ल ल हुन्छ नि त ल त्यही गीत रहेछ पहिले एक्सले छोडेपछि रे
अलिक राम्रो सम्हाल्नु जति कुरा काटे काटुन यो दुनिया साराले केटापाटी तीज मनाइन्छ आफ्नै पाराले जति कुरा काटे काटुन यो दुनिया साराले जति कुरा काटे काटुन यो दुनिया साराले केटापाटी तीज मनाइन्छ आफ्नै पाराले 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 आफ्नै इज्जत फालेर गीतका गीत बिगार्यो गिटार हालेर समयको माग कति हेर्छौ केटा हो आफ्नै इज्जत फालेर कति हेर्छौ केटा हो आफ्नै इज्जत फालेर त्यसका गीत बिगार्यो गिटार हालेर 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 हामी बीचमा नाच्न आउँदा बल्ल थाहा पायौ नि टिकटकमा हाम्रै कपुर किन लायौ नि हामी बीचमा नाच्न आउँदा बल्ल थाहा पायौ नि हामी बीचमा नाच्न आउँदा बल्ल थाहा पायौ नि टिकटकमा हाम्रै कपुर किन लायौ 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 नि केटी बन्न पाएपछि तिमीहरू रमाउँछौ हाम्रै साडी चोरी चोरी टिकटक बनाउँछौ केटी बन्न पाएपछि तिमीहरू रमाउँछौ केटी बन्न पाएपछि तिमीहरू रमाउँछौ हाम्रै साडी चोरी चोरी टिकटक बनाउँछौ 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 बान्नु झर्दैन अरे छोरी मान्छे यस्तो बसेर बोकेर कसरी हिँड्छ होला यार नै सरी एउटा कुरा लेखेँ चियावाले चाहिँ